आज हामी एक दिनको टिचर बनेर हेर्नेछौँ के हुनेछ। पहिला उत्तैको सरले हामीलाई बच्चाहरूलाई कसरी पढाउने र कसरी सम्झाउने भनेर सिकाउनु भयो। त्यसपछि हामी क्लास 10 मा इङ्ग्लिस पढाउन गए अनि सबैभन्दा पहिला बेसिकबाट स्टार्ट गरे, A4, B4, C4। त्यसपछि हामीले इङ्ग्लिस टेस्ट प्र्याङ्क गर्दै इङ्ग्लिस गेम डे स्टार्ट गरे र जब स्टुडेन्टहरूलाई आज पढाइ मात्र होइन गेम पनि खेलाउँछ भन्ने थाहा भयो, सबैजना लास्टै एक्साइटेड हुनुभयो अनि हामीले स्टार्ट गर्यो फर्स्ट गेम डम्स ऱ्याट्स। तर जसले नि गलत एन्सर दियो उसलाई 10 पल्ट उठक बैठक गराए। त्यसपछि आयो रङ एन्सर ओन्ली गेम। तर यो गेम खेल्दा मलाई थाहा भयो कि यो स्कुलको एजुकेसन यति राम्रो रहेछ कि कोही पनि फसेन, सबैजना मजाले जित्यो। प्रधानमन्त्रीज्यू र अनि लास्टमा हामीले डोन्ट कपी मी गेम खेलायौँ स्टुडेन्टहरूलाई, जसमा हरेक राउन्डमा एकजना आउट भयो अनि पनिसमेन्टमा 10 पुसअप स्टुडेन्ट्सहरूलाई गराए। तर गेम खेलाउँदा खेलाउँदा र पुसअप गराउँदा गराउँदा क्लासको टाइम नि सक्यो। तब लास्टमा मैले सबैजनालाई सरप्राइज गरे कि म टिचर होइन, अनि त्यसरी नै हाम्रो एक दिनको टिचर जर्नी सक्यो। अगर तपाईलाई यसको सेकेन्ड पार्ट चाहियो जुन मनिर रेडी छ, देन मलाई 5000 फलोवर चाहियो है। सब्सक्राइब एन्ड फलो टु नेपाली मान्छे।